बिस्तारै लामो गरेर श्वास लिनुहोस्। बिस्तारै बिस्तारै नाकबाट बिस्तारै श्वास लिनुहोस् अनि नाकबाट बिस्तारै श्वास फाल्नुहोस्। ढाड सिधा, गर्दन सिधा, पुरै शान्त हुँदै निष्फिक्री भएर आनन्दपूर्वक श्वास लिनुहोस्। यही श्वास जब हामी जो कोही पनि बिरामी परेर हस्पिटलमा भर्ना हुन्छ नि, त्यतिखेर जब हाम्रो फोक्सोले श्वास तान्न सक्दैन, त्यो बेलामा भेन्टिलेटरमा राखेर हामीले श्वास लिन थाल्ने गर्नुपर्ने स्थिति आउँछ। त्यो बेलामा एक दिनभरिको त्यो श्वास लिने थाल्ने क्रममा 2 लाख, 3 लाखदेखि 5 लाखसम्म खर्च हुन्छ। हाम्रो फोक्सोले श्वास तान्न नसक्दाखेरि त्यतिसम्म हाम्रो लगानी हुन्छ, खर्च हुन्छ, समय बर्बाद हुन्छ, हाम्रो पैसा खर्च हुन्छ, सबै कुरा हाम्रो खर्चमा आउँछ, घट्दै जान्छ। त्यसैले जब हामीलाई फुर्सद मिल्छ, मौका मिल्छ, प्रत्येक घन्टीमा मिल्छ, केही बेला आँखा चिम्म गर्ने लामो र गहिरो श्वास 10 पटक प्रत्येक घन्टीमा लिन सकिन्छ। तपाईँ त्यो अभ्यास गर्न सक्नुहुन्छ। भोलिको दिन बिदाको दिन छ, पर्सि सन्डे बिदा छ। यो बिदाको दिन पनि तपाईँले बिहानमा बिस्तारामा दिशा पिसाबाट मुक्त भएर आएर बिस्तारमै बसेर लामो र गहिरो श्वास लिने थाली गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ अलिकति ख्याल गर्न सक्यो भने एकाग्रता बढ्छ र एकाग्रतालाई ख्याल गर्न सक्यो भने तपाईँलाई ध्यान लाग्न सक्नुहुन्छ। यो कुरा मैले भनेको होइन, तिब्बतका प्रसिद्ध बौद्ध भिक्षु, बौद्ध गुरु दलाई लामाले भन्नुभएको छ कि आँखा चिम्म गरेर लामो र गहिरो श्वास लिने बानी गर्नुभयो भने बिस्तारै बिस्तारै ध्यान लाग्छ भनिएको छ। 8 वर्षको उमेरदेखिबाट बाल बालिकालाई ध्यान सिकाउनुपर्छ। त्योभन्दा कम उमेरको बच्चा बच्चीले ध्यान सिक्न सक्दैनन्। उनीहरूलाई पनि त्यसै पनि अप्ठ्यारो हुन्छ। उनीहरू खेल्ने, कुद्ने, रमाउने समयमा हुन्छन्, उनीहरू सक्दैनन्। तर त्योभन्दा माथिको उमेरको बच्चाले ध्यान सिकाउन सुरु गर्यो भने एकाग्रता बढ्छ। एकाग्रता बढेपछि बिस्तारै बिस्तारै उनीहरूमा ध्यान लाग्न सुरु हुन्छ र उनीहरू ध्यान सिक्न सक्छन् भनिएको छ। सहज तरिकाले बिस्तारै लामो अनि गहिरो श्वास लिने अनि बिस्तारै लामो र गहिरो श्वास फाल्ने। एकदमै कठिनाइ तरिकाले अप्ठ्यारो हुने नतान्नुहोस्। बिस्तारै आफूलाई जति सहज लाग्छ। अहिले यतिखेर तपाईँ प्राणायामतिर भन्दा पनि तपाईँहरूले ध्यानतिर सिकिरहनु भएको छ। हुन त हामीले अहिले श्वास लिने फाल्ने क्रममा हाम्रो भस्त्रिका प्राणायाम भइरहेको छ। तथापि यो लामो र गहिरो श्वास लिइरहँदाखेरि यो ध्यानको अभ्यास भइरहेको छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरू भन्दा सुन्दा अप्ठ्यारो लाग्छ, गाह्रो लाग्छ। ढाड गर्दा सिधा गरेर बस्न कति गाह्रो हुन्छ, झन् जटिल लाग्छ। तर यति सानो उमेरमै तपाईँलाई ढाड गर्दन सिधा गर्न, टाउको सिधा गर्न तपाईँलाई गाह्रो भएको छ भने सोच्नुहोस् र कल्पना गर्नुहोस् कि तपाईँहरू अबको 10-12 वर्षपछि के हुनुहुन्छ, अझै अबको 30-40 वर्षपछि तपाईँहरू कस्तो हुनुहुन्छ। तपाईँ त पुरै कुप्री पर्नुहुन्छ। जो मान्छे धेरै कुप्री पर्छ नि, पृथ्वीको गुरुत्वाकर्षण शक्तिले त्यसलाई बढी तान्छ, त्यो झन् धेरै कुप्री पर्छ, झन् बढी कुप्री पर्छ। होचो मान्छेको तुलनामा अग्लो मान्छे धेरै कुप्री पर्छ। तर यदि हामी कुप्री पर्ने अहिलेबाटै ढाड सिधा नगर्ने बानी गर्छौँ भने त्यसले के गर्छ भन्दाखेरि तपाईँहरूलाई झन् धेरै कुप्रो पार्ने, कोपल्टो पार्ने र तपाईँको स्मरण शक्ति पनि घटाउँदै लाने, तपाईँको टाउको पनि झुकिरहने, जति पनि टाउको निहुराइरहने बानी पर्नुहुन्छ। त्यसैले तपाईँहरूले सुरु गर्नुहोस्, अभ्यास गर्नुहोस्, आजैबाट सुरु गर्नुहोस्। म लामो र गहिरो श्वास लिन्छु, जहिले पनि बस्दाखेरि मेरो ढाड गर्दन सिधा हुनेछ, म आर्मी पोजिसनमा बस्नेछु, म सिधा बस्नेछु, म स्ट्रेट भएर बस्नेछु भन्ने बानी गर्नुहोस्। सुत्दा पनि स्ट्रेट भएर सुत्ने, अनि हिँड्दा पनि स्ट्रेट भएर हिँड्ने, बस्दा पनि स्ट्रेट भएर बस्ने, त्यसरी अभ्यास गर्नुपर्छ।